Everybody is for Nikki Slater back again. New vlog baby. आज हामी चाहिँ हैन साइकलमा छौँ है सबजना है अस्ति समय तपाईँले गाडी देख्नुभयो आज साइकल देख्दै हैन मेरो राइट साइडमा छ हाम्रो उम्पाटी यस मदरफकर हैन मेरो निखिल पार्टीलाई सराउट बिग सराउट हैन यतारी हाम्रो भाइ छ यतारी हाम्रो अर्को भाइ छ हैन अब हामी नयाँ बस्तीपट्टि लाग्दैछौँ सो स्लोली जाने हो हैन हतार छैन साइकल बिग्रे जतिखेर नि कोही गएर सिटी मिलाउँदैछ ए चुरोड्ले न गाइस लुकिङ ग्लास फेरि गजब गुरी सबै यताबाट उता देखिने गाडी आउँदाखेरि चाहिँ टेन्सन छैन फेरि मलाई यसमा चुरोड हान्दिउँ पहिला कराउन हान्ने समीरले नि बोलाइरहेछ लामो गइदिनुपर्छ त्यसमा त जहिले गदा पनि हुन्छ बाटी आज रमाइलो गर्ने दिन रमाइलो गर्ने हो नि ल यो त मुदीमा रहेछ त यार सब आफ्नै आफ्नै पाराको त गाई छैन फक लाइफ जिन्दगी भएको छ फक लाइफ आज राउन्ड हान्ने दिन होइन हाम्रो गाई साथीहरूसँग सो जिन्दगी ओए भनेर चढ न कुन हो यो क्याप्टेन किन पारी तिमी अलिक ढिलो चलाउँदो रहेछ ल बिसारी जाने पारी बिसारी हिँड्ने हो कि सबजना अब म हिँडिसकेछौँ हामी यताबाट है केटाहरू पछाडि के छैन सबजना बिस्तारै बिस्तारै आउने रहेन अब बिस्तारै नै हिँड्नुपर्छ है गाइस है सो अहिले हामी लाग्दैछौँ रन गर्नलाई होइन डुल्नलाई हो केही छैन हल्का फुल्का भ्लग त भइहाल्छ है केही छैन भर्खर यहाँ आइपुगेको छु म है गाइस है डल्ले पुलपट्टि जाँदैछु म अहिले केटाहरूसँग है कहाँ पुग्ने थाहा छैन जस्ट लागिरहेछौँ डुल्नलाई छोड्दैन हिँडिरहेको छु म अहिले आफ्नो तालमा होइन कसै गर्ने डर छैन मलाई जस कुकुर चाहिँ बिचमा आओस् कि कुकुर आयो भने होइन टोक्ला भन्ने डर होइन खेदाउँछन् क्या यताको कुकुरहरूले बढी जस्तो चिन्नु नि भयो होला यतातिर होइन तर के अरे आज म तपाईँहरूलाई एउटा कुरा भन्छु होइन है सुनिदिनु होला सबैले है कोही केटीको लागि चाहिँ आफूले कहिले चेन्ज नगर्नु होला है होइन किन भन्दाखेरि केटीहरूले नि धेरै नै धोका दिने गरेछ है सो केटीहरूको पछि भन्दा आफ्नो गोल्सको पछि भाग्नु होला म नि त्यसो भएन है मुभ अन गर्न सके त छैन चाहिँ नि ट्राई गरिरहेको छु किन यो केटीहरू भनेको होइन आज छ भोलि छैन जस्तो भयो क्या आज भोलि त होइन मलाई त्यसो लाग्ने थाल्छ है हुनु नि हो खुट्टा भइदियो त कति भन्थ्यो तर मलाई त त्यसो लागेको छैन कि होइन तर उसले आफै मलाई बिच बाटोमा पारेर छोडेको छैन के छैन अब आफ्नो सङ्घर्षपट्टि लाग्दैछु म होइन केटा अगाडि गइसकेको छ कहिले पछाडि नहट्नु होला साथीहरू सबैजना सङ्घर्ष गर्नु होइन सबैको दिन आउँछ होइन आफ्नो त्यो दिनको पर्खाइमा बस्नु होला कि सबजना ल ल ल केटाले देखायो सही ल दामी केटाले देखाउन त खोजिरहेको छैन सकेको त छैन है त्यही ट्राई चाहिँ गर्दैछ है झन्डै चाहिँ लडेको केटो नि अहिले भर्खर हामी यहाँ पशुपतिपट्टि जाने हो कि कतापट्टि पो जाने हो केटाहरू कहाँ घुमाउने हो आज जस लाग्दैछौँ हामी आफ्नो गन्तव्यपट्टि
गाइज आफ्नो गन्तव्यपट्टि जाँदैछौँ हामी अहिले गेट चेन्ज भइसकेको छ है कति गियरमा गयो त्यो त तपाईँहरूलाई पनि थाहा होला यसको कति गियर हुन्छ होइन मैले भनिराख्नु पर्दैन तपाईँहरूलाई कति गियर हुन्छ भनेर के भयो आउँदैछु कान्छ देखाइदियो एउटा उहिले हानिदेऊ न त खासै नआइ देखाइदेऊ न त होइन अडियो केटाहरूसँग लागिरहेछौँ अहिले हामी दामी देखायो अहिले चाहिँ हार माने छैन मेरो केटाहरूले ठिक छ के भएको छैन अझै नि लडलाई कान्छ त्यही त भित्रपट्टि नजाऊ लडला केटाहरू कहाँ पुग्यो खै कता अगाडि गयो माथिबाट जाऊ तिमी म तलबाट आउँछु माथिबाट जाऊ है दुईजना अगाडि बढिसकेको छ र हामी उनीहरू खोज्नु आएन कहाँ पुग्यो थाहा छैन रन कहाँ गएको छ रन गर्नु चाहिँ नयाँ त गएन नौ त गयो के पनि थाहा छैन यतापट्टि त गएको छैन है सो यतापट्टि नै गयो होला है मलाई जहाँसम्म लाग्छ है हेरिदिनु होला यहाँ त आइपुगिसकेको छौँ हामी तर केटाहरू देखा पर्छ छैन अझै नै है केटाहरू कहाँ देखा पर्ने थाहा छैन यतापट्टि छैन खोजिरहेको छौँ है कहाँ गयो थाहा भयो कहाँ गयो केटाहरू कहाँ गयो यार केटाहरू चाहिँ एकछिन बेपत्ता पुरेर क्या अब भयो माइला कट भन्ने पछाडि यार केटाहरू खोज्ने चक्करमा एकछिन गयो त गाइज कहाँ गयो ए पछाडि आएर छैन त नि कसले जाउँ त एकचोटि केटी हो कि छक्का हो लामो छक्का होला है छक्का होला यार माकुरी पैसा छैन फेरि एकछिन गइदिउँ न त होइन केटा हो चिन्दैन क्या केटी हो कि छक्का थाहा छैन लामोहरू फेरि अब केटी हो कि छक्का हो कि यही थाहा छैन हावातालमा हिँडिरहेको छ केटाहरूसँग छ आफ्नो साइडबाट हिँड्नुपर्छ कहिले नै अर्को साइडमा गएर हिँड्नु हुँदैन है त्यो म चाहिँ यता लेफ्ट साइडबाट आएर हिँडिरहेको छु होइन जहिले नि ट्राफिक नियमको पालना त गर्नुपर्छ है किन भन्दाखेरि यो ट्राफिक नियमको पालना नगर्दा धेरैजना घाइते हुने अथवा कसैको मृत्यु हुने त्यसो भइरहेको छैन है प्लिज सबजनाले होइन ट्राफिक नियमको पालना गर्नु होला म यहाँसम्म कि म साइकल चलाउनेले त ट्राफिक नियमको पालना गर्छु भने होइन तपाईँहरू गाडी चलाउने हो होइन गाडी चलाउने अथवा अब बाइक चलाउने कार चलाउने ट्रक चलाउने होइन
भनौँ न बस माइक्रो जे चलायो नि तपाईँहरूले होइन जे होस् आफ्नो ट्राफिक नियमको चाहिँ पालना गर्न नबिर्सिनु होला है किन भन्दाखेरि यसमा धेरै गाह्रो हुन्छ होइन आफूलाई नै गाह्रो हुन्छ है त्यही भएर म चाहिँ भन्छु होइन ट्राफिक नियमको पालना गर्न नछोड्नु होला सकेसम्म मेरो यहाँ ह्यान्डीले पाङ्गो भयो हिँड्दै जाने हिँड्दै केटाहरूले डुला पनि भयो आज छक्का हो कि के थाहा छैन अब तल लगेर हिँडेछ मुलाले केही छैन यसमा त आइपुगेको छौँ हामी पनि मलाई जहाँसम्म लाग्छ होइन यो भिडियोले चाहिँ उत्पात मचाउने भयो यसपालि आफ्नो सङ्घर्षपट्टि लाग्दैछौँ हामी अब हेरौँ के हुन्छ म साइकलमा चढेर हिँडिसकेको छु होइन है झन्डै पछाडि यार केटा मजा आएर त एकचोटि जसले भन्दैछ त सबजनाले लु गाइज जसले भन्दैछ मजा आएको छ कि छैन सो गाइज होइन हामी यहाँसम्म आइपुगेको छौँ अहिले है अब भेट्छौँ अहिले अर्को भिडियोमा त्यतिसम्मको लागि अहिलेलाई बाई बाई ईश्वर निखिल श्रेष्ठ युट्युब च्यानल इज भ्लगर निखिल नाम छ होइन सर्च गर्नु होला लु सबैलाई बधाई छ है आजको लागि